हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। फेरि पनि तपाईहरु सबैजनालाई मनिषा ब्लगमा स्वागत छ। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु भन्ने आशाको साथ आजको भिडियो चाहिँ स्टार्ट गरिसकेको छु। आज चाहिँ हामी जाँदै छौं स्कुल अनि तपाईहरु अनि आज चाहिँ विभिन्न कार्यक्रमहरु छन् त साथीहरु, त्यही भएर हामी चाहिँ जाँदै छौं स्कुल। अनि तपाईहरु हेर्न सक्नुहुन्छ, हेर्दै गर्नु होला। हामी चाहिँ दुईजना जाँदै छौं, साइला र म। अनि हामी चाहिँ फाइनली स्कुल पुगेपछि भेट्नु पर्ने हुन्छ। अनि सो साथीहरु, आजको मौसम भन्नुपर्दा चाहिँ एकदमै घाम लागिरहेको छ। यस्तो भइरहेछ है गाइज। अनि सो अब चाहिँ त्यहाँनिर स्कुल पुगेपछि चाहिँ हजुरहरुसँग भेट्ने छु, हेर्दै गर्नु होला। साथीहरु, हामी चाहिँ दिदीको घरबाट पनि गयौं अनि म चाहिँ मेकअप नगरी आएको थिएँ नि त। साथीहरु के नोटिस गर्नुहुँदैछ? साथीहरु के नोटिस गर्नुहुँदैछ मेरो फेसमा? के नोटिस गर्नुहुँदैछ नि त साथीहरु? अनि फाइनली साथीहरु हामी चाहिँ जाँदै छौं, दिदीको घरमा आइपुगेको थिएँ नि त म। अनि त्यही भएर दिदीसँग अब हामी जाँदै छौं। अनि यहाँनिर ल त्यही हो साथीहरु। अनि दिदी र म चाहिँ जाँदैछु। अनि यहाँ पर बहिनीहरु पनि हुनुहुन्छ। अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ। अनि दिदीलाई पनि मेरो भ्लगमा स्वागत छ। तपाईलाई पनि सम्पूर्ण मनिषाको युट्युब फ्यामिलीहरु सबैजनालाई मेरो तर्फबाट धन्यवाद। सो थ्यांक यू दिदीलाई। अनि त्यही हो साथीहरु, अब चाहिँ हामी भेट्नु पर्ने हुन्छ स्कुलमा। अब त्यहाँ स्कुलमा चाहिँ विभिन्न कार्यक्रमहरु हुन्छ भनेर चाहिँ जाँदै छौं हैन। सो के हुँदैछ अघि नै सुरु भइसक्यो कि थाहा छैन साथीहरु। हामी चाहिँ जाँदै छौं। कता त तल हैन, अनि माथिबाट कहाँबाट झर्नु? ल अनि हामी चाहिँ यहाँ बहिनीहरु पनि जाने भनेर चाहिँ हामी यहाँ जाँदै छौं। ल माइली, तिमीलाई पनि स्वागत छ। तिमी किन नजाने? हाम्रो कान्छी माया पनि ठिक भइसक्यो। ल हाम्रो कान्छी मायालाई पनि मेरो भिडियोमा स्वागत छ। यता हेर न। ल साथीहरु स्वागत छ हाम्रो कान्छी मायालाई पनि। तपाईलाई पनि स्वागत छ मेरो भिडियोमा। धन्यवाद भन्नु न। धन्यवाद। तिमीलाई पनि मेरो भ्लगमा स्वागत छ ल सानो। ल गाइस हामी चाहिँ जाँदैछौँ है। पुरा हाम्रो चाहिँ बाटोहरू यस्तो छ है साथीहरु, के गर्नु, बाटो राम्रो छैन। अनि हामी चाहिँ जाँदैछौँ। बाटो पनि अलि अप्ठ्यारो छ। अनि अलिक मजाले हिँड्नु पर्ने हुन्छ हाम्रो चाहिँ। बुद्धु त गयो त। बुद्धु कोही बुद्धुलाई माया लाग्दैछ? बुझु त आउँदैन त। ल गाइस हेर्दै गर्नु होला। अब चाहिँ हामी भेट्ने साथीहरु, हामी चाहिँ फाइनली यहाँ स्कुल आइपुगिसक्यौं। स्कुलको टोइलेटहरु हो यो चाहिँ, बाथरुम। पुग्यो है साथीहरु पनि। शिक्षक अभिभावक संघका संयोजक बन्धुबहादुर पाको ज्यूलाई पनि अतिथिका आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। कार्यक्रम सुरु भइसक्यो साथीहरु। ल साथीहरु, दर्शकबिनहरु यहाँ हुनुहुन्छ, आसन ग्रहण गर्नु हुँदैछ। तपाईले गाउनु भएको? गाउनु त नि। छेलो हान्ने कार्यक्रम भइरहेछ। छेलो नेक्स्ट अब हाम्रो साइला, मेरो देवर बाबु साइला देवरै। अब चाहिँ ए टङ्का खाली आम्बो
आम्बो कसको कति कति रहेछ ल ल ल हाम्रो आसमा केही गर्छ कि त छोडुङै ल जय मसी दाजु बोल्नु हुँदैन गयो केटा गयो लु टङ्कला लु ओ माय गॉड दियो खुरु 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 आज कुट्छ ल तरिका हाने यार तू आधीमै गयो यसरी गरेको थियो फेरि त्यहाँ ल ल ल थ्याङ्क यू विकास राई विवेक मगर कुशल राई उहाँ चाहिँ हरनको सर हुनुहुन्छ ल मार मार बुझे मार दियो केटाले खाजा पनि 30औं वार्षिक उत्सवमा सम्पूर्ण पनि खाजा चाहिँ आइसक्यो साथीहरु उपस्थिति हुनुभएका सबैजना साथीहरुमा पनि विभिन्न स्कुलबाट विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेर आउनुभएका सम्पूर्ण प्रतिनिधिज्यूहरु र आज मलाई त्यसले गर्दाखेरि आजका यहाँ सम्पूर्ण कुराहरू केही कुराहरू बाँकी रहेका कुराहरू छ यो कुराहरू भरे हाम्रो बिहान श्री कन्या देवी आधार
संग्रहालय लेटाङ 1 कटहरे मोरङ 30औं वार्षिक उत्सव तथा अभिभावक दिवस। उषा राई, भीमा लिम्बू, फुलमाया लिम्बू, उर्मिला मगर, हस्तकुमारी मगर, चम्पा राई, सबिना राई, गंगा लिम्बू, वर्षा राई, इक्षा लिम्बू। ल सुरु। हुन्छ